हैन उसले काट्छ बिस्तारै उसले काट्छ हामीले तान्नु पडप्प गरिदिन्छ ल ल ल नमस्कार है फेरि पनि मेरो नयाँ भिडियोमा हजुरलाई स्वागत छ र आज चाहिँ ठ्याक्क अस्ति हामी नरिवल खानु गएको थियो त्यहाँ फेरि हाम्रो साथीहरू आउनु भएको छ र उहाँहरू पनि अब नरिवल खानु नरिवलको पानी चाहिँ पिउने अरे भनेर भन्नुभयो अनि हामी चाहिँ अब ठ्याक्कै हिँडेको साथीहरू चाहिँ यहाँ छ है यता यसो हेलो गरिदिनु पऱ्यो साथीहरू हेरेर ल भाइ यता हेलो गरिदिनु पऱ्यो अहिले चाहिँ अब हामी चाहिँ ठ्याक्कै अब नरिवल पानी पिउने होइन त भाइ चढ्ने चाहिँ को हो रुखमा फेरि उयो भाइ त सानो अब म चाहिँ सक्दिनँ होइन म त अब अलिक अस्ति पनि चढेको केटाहरू दुइटै रुखमा दुईजना चढेको कि हामी पहिला भाइ चढ्यो उसले चक्कु लिएर गएन अनि मैले चक्कु लिएर गएँ उसलाई दिनु उसले फेरि चक्कै छोडी पठायो झन्डै मलाई टाउकोमा हानेको क्या चक्कुले त्यस्तो काम चाहिँ गर्नु हुँदैन बरु एक्लैले क्या जाने आज चाहिँ पानी पर्ला जस्तो भएको थियो तर पानी चाहिँ परेन आज सन्डेको दिन हो है साथीहरू अब मलेसियाको त्यही हो नि हावापानी भनेको एकैछिनमा पानी पर्छ एकैछिनमा घाम पनि लाग्छ यहाँको वेदर भनेको कुनै ग्यारेन्टी हुँदैन अहिले चाहिँ अब शीतल छ पानी पर्ला जस्तो भएको थियो छिट्याएको थियो पानी तर पानी चाहिँ परेन यो शीतल छ अहिले चाहिँ मौसम राम्रो छ र बेलुकाको अहिले ठिक 5 बजिसकेको छ अरे 5 बजीको यो चाहिँ फेरि पहिला पनि सधैँ लिएर आएको ठाउँ हो यो होइन हामी नै आउँछौँ नरिवलहरू यसो पानी पिउनु मन लाग्छ होइन कहिले कहिले अब नरिवलै खानु मन लाग्दाखेरि पनि यहीँ आउने हो अब यहाँ कोलाहरू पनि छ अब कोलाहरू पनि काटेर लिएर जाँदा त हुन्छ रुममा यसो पकाएर खाँदा त हुन्छ तर अब छिप्नै पाउँदैन कि यहाँ कोला बँदेल छ कि बँदेलहरू आउँछ के आउँछ खाइदिइहाल्दो रहेछ रुखहरू ढालेर भए पनि छिप्नै पाउँदैन एउटा चाहिँ एक घरि चाहिँ छ भन्दैछ भाइले अब फेरि एक दिन लिएर जान्छ ल यहाँ चाहिँ यहाँ मेरो भाइ चाहिँ यहाँ तल झर्दैछ ए यता पनि छ साथीहरू जाँदैछ लडिन्छ है बिस्तारै अस्ति जिम गर्दाखेरि हामीले बाल्ला बोकेर आएको यही बाटो हो कति साह्रो भएको अरे उकालो 50 किलोको बोरामा फुल बोकेर आएको कि बाल्लो खोलाबाट त्यति बेला त खोला अलिक सङ्लो थियो यसो चक्कुहरू हतियार बोकेर गएर होइन साथमा बाल्लाहरू त उगायो अब त्यही हो नि अब अलिकति सुरक्षित त रहनुपर्छ कोहीले फेरि खुट्टामा क्याप्पै बनाएर लगिदियो भने त सिद्धो त अलिक अप्ठ्यारो पनि छ यार फेरि बेलुकाको समय आज है छुटे कट्टुमा आयो आज पनि मच्छरको चाहिँ आज 10 हुने भयो फेरि यहाँ साथीहरू चाहिँ तल पुगिसक्यो अब त्यही हो अलिकति दुःख चाहिँ गर्नुपर्छ होइन यो खल्टातिर झर्ने र यस्तो जङ्गल छ यो जङ्गलमा अलिकति सर्पहरू हुन्छ ध्यान दिनुपर्छ नरिवल त अब भुइँदेखि नै भेट्ने छ छनु चाहिँ अलिकति त सक्दैन अलिक भेट्दैन रहेछ यस्तो जङ्गल छ नि तल छ खैले मैले भेट्छ कि भाइ म अलि अल्गो छु नि त होइन तपाईँहरूभन्दा ले देखाउनु त मलाई क्यामेरा ल हुन्छ तर तल झरीको हो भने त फेरि बर्बाद छ है माथि तान्नु फुलसँग गयो भने त त्यो उयो तान्नु न ल मजाले खिच्नु है भाइ ल म ठिक छ अलिकति है टाउकोमा लाग्छ है तपाईँ अलिक ओहो नरिवल त चढ्नै छ हौ साथीहरू तान्नुपर्छ पडप्प गरिदिन्छ ल ल ल यो पकाउनु त चक्क बुसिहाल्छ तलै जान्छ ओ निकै खाटो छ तल होइन दाइ छोडिदिनु नसक्ने रहेछ हो लु को चढ्नु हुने भाइ चढ्नुहुन्छ चढ्नु हुने ल त सकेर हो मैले त तल जाला फेरि आधाले जानु न आधा छुटेर हाम्रो भाइ खतरा छ ल होइन उसले काट्छ बिस्तारै उसले काट्छ हामीले तान्नुपर्छ है यता खै चक्कु दिइहाल्नु त भाइ आऊ त झन्डै मैले लडेँ एकछिन ल त्यो आधी सिनेपछि तान्नु अलि हुर्के बाँकी छ नि अलि मजाले देखाउने भाइ
ए पख्ने म थाम्छु ल ल ल ल लु त अब काट्नु त ल छिराउनु त ल ल ल छिनाइदियो चक्कु नफाल्नु ल छिराउनु ल ल ओहो दुईटा त गयो साथी हो तल ठिकै छ दुईटा त गइसक्यो यार तलै झरेर अब तल गयो अब ल यहाँ चाहिँ अब हामीले सक्यो हाम्रो यहाँ साथी पनि झर्दै हुनुहुन्छ बिस्तारै झर्नु होला है होइन कडा रहेछ विदेशको ठाउँमा होइन तल गएर एकजना चक्कु लिएर गएर फाट्दै दुईटा त टिपौँ न है अब झऱ्यो अब त्यसलाई फाल्नु त भएन उहीँ छ त्यो मिनेट गरेर झार्नु भयो कि जानु त मैले तानिदिन्छु पख्नु है भाइ भाइ त होइन मेरो दाइ हो उहाँ त म भन्दा त्यस्तो हुँदैन नि त अर्को अलि मुनि छ त्यो त होइन अलि तल गएको छ अलिक तल गएको होला छोडिदिनु कि त चढ्नै छ पुग्छ हामीलाई होइन कि रुममा लानु हुने र रुममा लानुहुन्छ भने त टिप्नु होइन नभए त छोडिदिनु हो त्यही मुनि तपाईँ ऊ त्यहाँ तल छ ऊ त्यहाँ तपाईँ त्यो मुनि झर्नु त सिधा त्यहीँ छ तल पुगेको छैन हो त्यहीँनिर हो ऊ यहाँ देखिरहेको छ अलिअलि देख्यो तपाईँले समातेको फेदतिर हेर्नु त ल मेरो भाइले त काट्न सुरु गर्यो काट्दै म त यसो सहयोग मात्रै म पानी पिउँदिनँ ल आज अस्ति पनि पानी एकछिन पिएपछि लगभग 5-10 मिनट सोच चेन्ज भयो क्या मेरो हल्का रुगा खोकी छ नि त त्यही भएर आज चाहिँ म पानी पिउँदिनँ यसो साथीभाइसँग रमाइलो र एउटा भिडियो बनाऊ भन्ने आएको मात्रै हो ल हाम्रो दाजुले चाहिँ यहाँ यस्तो भिडियो देखाउनु ल टिपेर आइसक्नु भयो ल हेर्नु त यहाँ चाहिँ अब मेरो भाइले चाहिँ यहाँ आज काट्दै हुनुहुन्छ है त ल हेर्नु माथि सबैले देख्छ चाइनिजहरू छ क्या त्यहाँ माथि रुम घरको पुरै हेरिबस्छ कि अस्ति नै भिडियोमा हेरिरहेको थियो कि हुनु त अब केही भन्नु त भन्दैन होइन तै पनि अब अरूको ठाउँमा होइन अलिकति लु भन्नु त ल यसको पानी चाहिँ कस्तो मजाले झर्छ कि ए हौ यो त अनि फुटिसकेको छैन छ पानी त छ रहेछ तर किन है यो थोरै रहेछ छिप्नु आँटेको होला छ त मच्छरलाई चाहिँ तर खाइसकेको केटा हो फुटेको रहेछ कि हो फुटेको रहेछ कस्तो छ नि भाइ पानी राम्रो छ बवाल छ बवाल छ ल ठिक छ यस्तो हुनुपर्छ कि काट्दाखेरि फक्क निस्किनु पऱ्यो क्या बाहिरै पार्नु अनि पनि स्वाद आउँछ तर यहाँ 10 मिनट बस्यो भने त नि लाङ्गुटेले खाएर सक्दो रहेछ हो यतिखेर लाङ्गुटे आएको छ यहाँ आमा क्यामेरामा देखाउन कि देख्दैन कि भाइ कम्ती साह्रो उडेको छैन ल सर्ट पिउनु अनि जाउँ बाहिर माथि निस्कौँ यता माथि छ डाँडा हामी चाहिँ खोल्सीमा आएको छ यस्तो खोल्सी छ पट्टेर छ जङ्गल चाहिँ हेर्नु न यो लहराहरू नेपालमा पाउँछ नि बाख्राको घाँस हेर्नु ल आज भाइहरू चाहिँ लाइनै बसेर पिउँदै हुनुहुन्छ नरिवल यहाँ तल छ अब हामी चाहिँ आज बिदा गर्ने नरिवललाई होइन आजको दिनको लागि चाहिँ अस्ति नै खोकी चलेर अलिक निको भएको छ भर्खरै फेरि त्यो अस्ति नै आएको नि त हामी खानु खाएको 10-15 मिनटपछि चाहिँ भइसक्यो मेरो चेन्ज भयो क्या त्यही भएर आज चाहिँ नखानु काटेर खानु न अनि किन ओइ भाइ खा लु त आमामा 10 किलोभन्दा बढी रहेछ हो भाइ उचाल्नु नसक्ने छ यो त धेरै राम्रो हो नि इ चक्कु लिन है चक्कु ल यहाँ चाहिँ अब पिउँदै हुनुहुन्छ कस्तो छ भाइ आज पानी पिउनु भयो टेस्ट कस्तो लागिरहेछ ठिक छ है अलिक छिपेको रहेन अलिक छिपेको रहेन कलिलै छ नि त तर यहाँ चाहिँ एउटै कुरा है जतिखेर पनि पाउँछ क्या नरिवल त है जुन बेला पनि जुनै महिना पनि यसो खानु मन लागेन आउने यहाँ जति पनि भइरहेको छ अब एउटै मात्रै बोट भयो पो होइन यहाँदेखि यो तलसम्म छ अब यहाँदेखि अनि अझैसम्म छ तर यहाँ अलिकति सर्पहरूदेखि बचाउमा छ र यो पट्टे जङ्गलमा चाहिँ अब मुनि खोला छ कि खोलामा अब अलिकति गोहीहरू छ र झ्याप आएर बस्छ कि अलिक थाहा हुँदैन त्यो चाहिँ डराउनु पर्छ ल मलाई चाहिँ धेरै मच्छरले खायो अब म चाहिँ बाहिर निस्किन्छु ल ए मोबाइल टिप्नु छ है कसको मोबाइल है बिर्सिन्छ है यहाँ छ है मोबाइल ए झोला चाहिँ के ल्याउनु भएको ए चक्कु लगाएर ल ठिक छ
म चाहिँ माथि निस्किन्छु म चाहिँ पिउनु न पानी त मजाले एकजना टोइलेट लाग्यो भने चाहिँ यहाँ हो एउटा नरेको पानी पिउँदै टोइलेट लागेको नि मान्छे त गजब रहेछ त नि ल ल ल ल जान ल साथीहरू म पनि निस्किएको अब डाँडामा मछली तर खायो क्या खुट्टामा पनि अब चिलाउनु थाल्यो एकैछिनमा ए भाइहरूले तल खाँदैछन् पानी पिउँदै हुनुहुन्छ भाइ र हेर्नु है साथीहरू आजको यो बेलुकाको 5 बजी 5:15 बजीको वेदर मौसम राम्रो छ एकदम र अब यता चाहिँ अब हाम्रो रुमहरू भइगयो लाइनै चाइनिज घर रुम गाउँ त्यही हो साथीभाइ अनि यहाँको सरकारी हस्पिटल परको त ठुलो बिल्डिङ देखेको हो त्यो चाहिँ यहाँको सरकारी हस्पिटल भइगयो र यो हाइवे चाहिँ केएलसीसी अनि जोरबारू केलाङ है यता धेरै ठाउँ छ मलाई पनि थाहा छैन होइन यही बाटो जाने हो सिङ्गापुर पनि यही बाटो हुँदै जाने हो पिउनु भयो तपाईँ अगाडि है त्यसमा त पानी फुल रहेछ क्या फुल रहेछ है मिठो थियो पानी टेस्टी थियो दामी यो त फेरि नेचुरल पानी हो नि त यो त हामीले महिनामा 2-3 पल्ट खायो भने पनि धेरै स्वास्थ्यको लागि राम्रो हो नि त म त आज किन नपिएको भने नि अस्ति स्वर सुक्यो क्या मेरो यसरी नै आएको थियो बेलुका ड्युटी सकेर स्वर सुक्यो अहिले पनि भर्खरै स्वर अलिक खुलिरहेछ खोकी चलिरहेछ हल्का मेरो भाइ पनि अब पानी नरेलको खाइसकेर आउँदै हुनुहुन्छ मसित डर खायो है तपाईँ पनि छुट्टे कट्टुमा म पनि छुट्टे कट्टुमा ल साथी हो आजको लागि यति नै हो छोटो मिठो है अब सानो छुट्टीको दिनमा चाहिँ यस्तो साथीभाइ आउनु भएको थियो र अब आएर चाहिँ यसरी नै तपाईँलाई नै हामीले भिडियोमा भन्ने गर्छु अस्ति नै भनेको थियो तपाईँहरू पनि यही नजिकै हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ मलाई है सम्पर्क गरेर आउनु होला तपाईँहरूको अब यहाँ मलेसियामा कति ठाउँमा त किनेर खानुपर्छ होइन एउटाको 5 रुपियाँ 6 रुपियाँ पर्छ अब हाम्रो पनि यहाँ फ्री छ त होइन सबैमा फ्री हुँदैन है त्यही भएर अब किनेर खानुभन्दा नजिकै हुनुहुन्छ भने चाहिँ आउनु होला सम्पर्क गर्नु होला हामी यहाँ ल्याइदिन्छौँ तपाईँहरूसँग आउँछु पनि यसरी नै आज पनि उहाँहरू आउनु भएको थियो अर्को भाइ पनि आउनु भएको थियो ल साथीहरू आजको लागि यति नै फेरि नेक्स्ट भिडियोमा हामी पूर्ण भेट हुनेछ आजको लागि बाई बाई जय नेपाल हाम्रो चाहिँ अब तपाईँलाई भनेको थियो कि मैले भिडियोमा यो चाहिँ हाम्रो अब रुम यता छ यो चाहिँ सबै चाइनिजहरू बस्छ अनि हाम्रो चाहिँ अब म तपाईँलाई देखाउँछु कस्तो छ भनेर खालि हाम्रो पछाडि रुम छ भने मात्रै थियो होइन अब सर्ट पाऱ्यो भने यता चाहिँ हाम्रो स्कुल छ यो यहाँको विद्यार्थीहरू पढ्ने स्कुल हो यो चाहिँ स्कुल भइगयो र सर्ट अब यता चाहिँ तलबाट आएको भाइहरू यहाँ आउँदैछ यो चाहिँ हाम्रो रुम हो केटाहरू नाङ्गै बसिरहेको छ फेरि कपडा लगाएर गर्मी छ त्यस्तै हो आफू पनि हाफ भेस्टमा बसिरहेको छ र अनि यता सबै घरहरू चाइनिजहरूको त्यो माथिको देखेको चाहिँ हाम्रो काम गर्ने कम्पनी त्यो पहेँलो बिल्डिङ सेतो सेतो देखिने चाहिँ र यता चाहिँ केटाहरू यहाँ छ बसिरहेको छ यो चाहिँ अब हाम्रो रुम हो यहाँ चाहिँ हामी बस्छौँ यहाँ चाहिँ फुटबल खेलाडी हो है म्यानमारको चाहिँ फेरि यहाँ चाहिँ फेरि गेम खेलाडी है यहाँ चाहिँ 1 नम्बरको गेम खेलाडीहरू थियो उनीहरूले चाहिँ यही हप्ता मात्रै मलेसियाको 14,000 पारेको छ गेम खेलेर होइन यहाँ चाहिँ खेलाडी 1 नम्बर हो फेरि यहाँको यहाँ चाहिँ केटाहरू र अब यहाँ हाम्रो खानाहरू पकाउने यहाँ म्यानमार साथी भइगयो ल साथीहरू यही हो अब हाम्रो रुमहरू त्यस्तै छ गर्मी छ अब यता खाना बनाउने खाने रुम सुत्ने यतै हो परदेशको जिन्दगी यस्तै छ है साथीभाइ अब के गर्नु परदेश हुनुलाई त खाइ छ यता चाहिँ हाम्रो किचन हो अब यहाँ चाहिँ आज के पाक्दैछ भाइ खसीको मासु पाक्दैछ है यो चाहिँ कुकरमा हाम्रो खसीको मासु पाक्दैछ तपाईँ यता चुल्हाहरू भइगयो चट्ट लिएर फेरि यता के भने यता हाम्रो यसो एक्सर्साइज गर्ने जिम गर्ने ठाउँ भइगयो र यता चाहिँ फेरि गाउँघर यस्तै छ
सबै घरै गाउँै गाउँ मात्रै साथीभाइ हो ल